दामी द रिपेयर म्यान मलाई मजा लाग्यो है। हाई इट्स मी विजय नेपाल, म थिएटर आर्टिस्ट हुँ। केही समय अघि म रञ्जना सिनेमा घरमा पुगेको थिएँ रिपेयर म्यानको प्रिमियर सो हेर्नका लागि। केही गफगाफ पछि हलमा पुग्यौँ, सो हेऱ्यौँ। यो सिरिज चाहिँ भर्खरै युट्युबमा पनि आएको छ फर्स्ट एपिसोड। छोटो फिल्म भए पनि धेरै कुराहरू समेटिएको रहेछ। इमानदारीको साथ गरेको काम राम्रो हुन्छ। मुलको स्टोरी इन्ट्रोड्युस भएको छैन अहिलेसम्म, अझै धेरै एपिसोड बनाइरहेको छ, तर लेसन चाहिँ धेरै सिकाएको छ। मान्छेले बोर लाग्ने छैन एकछिन पनि। इन्ट्रेस्ट लाग्दो छ। अब चाहिँ के होला एउटा क्युरियोसिटी मान्छेमा चाहिँ जगाउने टाइपको छ। कास्ट एन्ड क्रू सबैजनाको काम दामी, प्रोडक्सन डिजाइन पनि दामी, होल चिज दामी, एकदम नै मजा आयो होइन। त्यो म्युजिकले पनि एकदम भयो। सुरुमा त साइकोलोजिकल थ्रिलर हो कि जस्तो पनि लाग्यो, पछि फेरि होइन मर्डर मिस्ट्री हुन्छ कि जस्तो पनि लाग्यो होइन। जोस् एकदम ओहो, एक सेकेन्डमा मान्छेलाई हुन्छ नि अटेन्सन ग्र्याब गरेर सिट ग्र्याबिङ खालको चाहिँ लाग्यो। सानो विषयलाई पनि यसरी सिरिजको फर्मेटमा इमान्दारपूर्वक प्रस्तुत गर्ने प्रयास नै हो। सानो विषयलाई पनि कस्तो मजाले बनाएको, यो कुरा चाहिँ प्रशंसनीय नै छ। यस्ता आर्टिस्टहरूलाई र सिर्जनाहरूलाई माया गरौँ है त साथीहरू।